सुत्केरीमा लागेको ज्यानो त्यति सजिलो कहाँ गर्छ अरे साथीहरू। मेमोरीको लागि साथीले चाहिँ अब स्कुटी निकाल्छ तर बाटो चाहिँ एकदम खतम छ। कसरी निकाल्छ है डाक्टर अलिक खाइदिएर धन्साले आँप खुवाएको डाक्टर हल्को वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाको साथ यो भिडियो चाहिँ मैले स्टार्ट गरिरहेको छु। आज चाहिँ मैले लगभग धेरै दिनपछि नै भिडियो बनाएँ, किन भन्दाखेरि चाहिँ मलाई चाहिँ भिडियो नहालेको धेरै दिन भयो नि त। त्यही भएर मैले भिडियो नहालेको धेरै दिन भयो र चाहिँ अब म चाहिँ थोरै यसो म पनि छु है भनेर चाहिँ भिडियो बनाएको। यो लुगा चाहिँ मैले बाइ द वे मम्मीको लगाएको कि कस्तो देखिरहेको त, बडी बिल्डर जस्तो देखिरहेको नि साथीहरू। सो आई होप सबैजना सन्चै हुनुहुन्छ होला। फेरि पनि भन्न चाहेँ म पनि एकदम सन्चै छु। सो दिनहरू कस्तो बितेछ साथीहरू, मेरो चाहिँ यस्तै बितेछ एज अ मम, रफ्तार जिन्दगी छ। सो आज चाहिँ थम्बनेल टाइटल हेरेर थाहा पाइसक्नु भएको छ भिडियोमा के छ भनेर। आज चाहिँ म जाँदैछु स्विमिङ गर्नुको लागि। स्विमिङ चाहिँ वेदर चाहिँ तर एकदमै कुल नै छ, तर पनि मलाई चाहिँ रिफ्रेस हान्नको लागि चाहिँ हामी चाहिँ जान आँटेको बाइ द वे भन्नुपर्दाखेरि चाहिँ। अनि हामी जाने चाहिँ को त्यो चाहिँ भिडियोमा तपाईँले अन्तिमसम्म हेर्नु होला। अन्तिमसम्म होइन, अलिक एकछिनमै थाहा पाइहाल्नुहुन्छ। अनि आजको भिडियो चाहिँ के कस्तो हुन्छ लाइक कमेन्ट गर्न चाहिँ नभुल्नु होला। अनि भिडियो मन पऱ्यो भने साथीभाइसँग सेयर पनि गरिदिनु होला। ठिक भन्दै आजको भिडियो चाहिँ स्टार्ट गर्न चाहेँ। सो साथीहरू, जिन्दगीको गोरुडामा मोटाएर चाहिँ यस्तो भइरहेको छ। अनुहारभन्दा ठुलो यो के भन्छ, यो हाम्रो मेरो हात देखिरहेको छ साथीहरू, हात। अब म के भएँ, म त गोलमोल चाउचाउ खानु साथीहरू। तपाईँले पहिला सानोमा मैले त खाएको नि त्यो चाउचाउ चाहिँ हाम्रो जमानामा चाहिँ हामीले खुब खायौँ, किनभने त्यति बेला त चाउचाउहरू पनि अनेक हुन्छ त साथीहरू। अहिले पो के रम्पम र वाइवाहरू बाहेक त्यो टुपेमहरू आयो होइन, मुल्सहरू स्पाइसीमा। हाम्रो पालामा त धेरै थियो चाउचाउहरू नाम। यस्तो त्यो कार्ड हुन्छ नि, त्यो कार्डहरू मिलाएर पैसा परेर हामीले कति साटेर खानुहुन्छ साथीहरू। हो त्यो त्यस्तै नै एउटा गोलमोल चाउचाउ थियो क्या। त्यो गोलमोल चाउचाउ जस्तो चाहिँ म भएँ साथीहरू। मोटाएर बिजोग छ, हरि बिजोग छ। तर घट्नु पनि हुन्छ साथीहरू बिस्तारै। ठिकै छ, ज्यादा बोलिहालेँ म। अहिलेको लागि चाहिँ नै अब म रेडी भएर चाहिँ जान आँटेको। मोटो भयो भने के गर्छ साथीहरू, नक्कल चाहिँ हेर न, 5 रुपियाँको नक्कल, 5 रुपियाँको नक्कल। स्विमिङ जाँदा नि यति नक्कली भएको चाहिँ नभन्नुलाई साथीहरू। यो आइब्रो छ नि, आइब्रो नगरिकन चाहिँ मलाई चाहिँ नि हिँड्नु मन पर्दैन क्या, चिन्डो देख्छ साथीहरू। त्यही भएर अब चाहिँ अनि हल्का लिप बाम लगाएको। यहाँ चाहिँ थोरै बिबी क्रिम लगाएको क्या, त्यसमा सनस्क्रिन एड छ नि त। अनि त्यसले गर्दा चाहिँ हल्का सनस्क्रिन पनि काम गर्छ। सनस्क्रिन त अब लगाइ नै हालेको, र पनि अझै डबल काम गरोस् भनेर चाहिँ लगाएको साथीहरू। यो चाहिँ लिप बाम लगाएको, हल्का कलरवाला। ठिकै छ। सो अहिलेको लागि चाहिँ यति नै। अब भिडियो हेर्दै गर्नु होला, के कस्तो हुन्छ कमेन्ट गर्न नभुल्नु होला भन्दै स्टे ट्युन साथीहरू। अघि रेडी भएको मान्छेहरू त नानीलाई खाना खुवाउँदा, नानीको टोइलेट सफा गर्दा, खाने बित्तिकै टोइलेट गर्छ, नानीलाई बनाउँदा ओर्दा। अनि मम्मीसँग नानीलाई चाहिँ घुम्न लानु भनेर घुम्न लानु भएको छ। अनि अब हामी चाहिँ जानु लागेको। हेर्नु त पानी पनि कत्रो परेको थियो, जाने कि नजाने भन्ने प्लान भयो। तर पनि अब चाहिँ फाइनली पानी पनि रोक्यो। अनि हामी चाहिँ पानी रोक्यो, अब चाहिँ हामी जान आँटेको। कस्तो मोटी भयो हो साथीहरू, मोटी भयो त के गर्नु न। सुत्केरीमा लागेको ज्यानो त्यति सजिलो कहाँ गर्छ अरे साथीहरू। ल अब एकछिनमा भेटौँ ल। सो गाइज, अहिले चाहिँ हामी जाँदैछौँ केराबारी। मैले भनेको छुइनँ हामी कहाँ जाने भनेर। हामी जाँदैछौँ केराबारी अन द वे। अनि त्यहाँ चाहिँ नेचुरल स्विमिङ पुल छ नि त, त्यही भएर हामी त्यहाँ जान आँटेको। तिमीलाई वेलकम छ। तर थाहा छ यो बाटो बढाएको छ नि अहिले, गाडी होइन यहाँ भइसक्यो। अनि अब हामी चाहिँ त्यहाँ जाँदाको नेचुरल स्विमिङ पुल छ, पहिला गएको ठाउँ जस्तै हो, तर त्यो चाहिँ नयाँ ठाउँ अरे। अनि हाम्रो
दिदीहरू जानुपर्छ कहाँ मलाई पनि त्यहाँ जानु मन लागेको अस्तिदेखि अनि फाइनली टाइम मिलेर हामी चाहिँ जाँदैछौँ ल अब पछि कन्टिन्यू गरौँ गाइज हेर्नु आँप पाकेको रहेछ यो आँप चाहिँ एकदम मिठो लाग्थ्यो तर के हुनु यो दिँदैन होला है माग्दा पनि दिँदैन होला है हाम्रो जाने टोलीहरूमा चाहिँ हाई टिका मिस हेलो नुमा दिदी मेरो साथी धन्छ एक मात्र प्यारी मेरो भविष्यको फेरि सम्झिने हो नि गाइस तपाईँहरूलाई थाहा छ कि छैन उसको छोरी फुङसामासँग मेरो सुवाङको बिहे गर्छ हामी चाहिँ सुवाङको बिहे खाँदाखेरि चाहिँ बुढी हुन्छौँ होला अहिले नै हामी सम्झिँदैछ अङ्गाली मारिराख्नु मेमोरीको लागि तँ बाइकले हिलो फालेर स्कुटी सबै खतम मेरो अनुहारभरि हातै बस्नु अन्त त के साह्रो स्पिड कुदाएको यो ऊहरू आजको हाम्रो प्लान चाहिँ अनप्लान हो केटीहरूलाई ढिलो भएर मेरो यत्रो सानो नानी छोडेर आउँदा त भइरहेछ अहिले चाहिँ हामी भान्जीलाई पर्खिरहेको छौँ कि भान्जी आउनुभएको छैन भान्जी र पुस्तालाई अनि अब केटीहरूको यहाँनिर कति हल्ला गरेको यार म भ्लग बनाउँदैछु पछि हेर्नु मजा आउँदैन क्या केटीहरू यहाँ हेर्नु मैले आँप पनि पाइसकेँ एकजना बहिनीलाई मागेर टिका हो त्यो आँपको फोटो अनि मलाई चाहिँ खानु बिचार बहिनी टिपेर मैले चाहिँ खाना हालेको देखाइदिएँ त्यहाँ लाइनमा छ खानुको लागि म खान्छु कति मिठो अमिलो यता साइडमा थिएन टुक्कीमा थिएन गुली त गुली रहेछ साथीहरू हामी त्यसरी बाँडेर खाँदैछौँ म खाँदिनँ किन घिन लाग्यो मिठो छ यसलाई घिन लागेको छ क्या पिलित त झरेको त हुन्छ नि हौ देखाइदियो त्यसलाई यसको बजारमा बेच्ने राखेको सबै बोर्डमा टिप्छ राख्छ क्या सबै झारेर टिप्छ आँप खान घिन यो चाहिँ बोक्सी जस्तो खाँदै चाहिँ मुमिन आमाको बोक्सी यो भनेको चाहिँ साथीहरू अर्ग्यानिक आँप हो कि त्यही भएर हामीले नधुई खायौँ भित्र त के धुँदो नि बोक्रा पो धुँदैन हेर्नु न गाइजहरू यसले आँप चुसी कि कोया चुसी कि कति सानो सानो दाना हो आँप हो कि बल यसो धुलाइदिएको पिङ पङ बल ल साथीहरू अब हामी चाहिँ हिँड्यौँ हाम्रो उता आउनुहुँदैछ अरे एकजना अब त्यही भएर हामी चाहिँ हिँड्यौँ सुपारी होइन हौ सुपारी उतै छ सुपारी त सानो छ ल त्यो चाहिँ हाम्रो गाडी घोडा 2 चक्केवाला बुम बुम ल अब हाम्रो चाहिँ भान्जीहरू पनि आइसक्नु भयो अरे यहाँनिर अब चाहिँ हामी जाँदैछौँ अबको बाँकी भ्लग चाहिँ त्यही हेर्नु होला ल हाम्रो अर्ग्यानिक स्विमिङ पुलमा यिनीले सिकाएको मलाई साथीहरू हामी चाहिँ जाँदैछौँ कि तर बाटो त्यस्तो रहेछ केटीहरू जुत्ता लाएर कस्तो भयो जुत्ता त तिनीहरूको काल भयो त काल एकछिन मात्रै रहेछ नि त यही खोला खेल्ने हो अब यही खोला खेल्ने हो ठिकै भयो तिमीहरूको खोला चाहिँ यही रहेछ साथीहरू
मैले चाहिँ यहाँ क्रक्स लाएर ठिक गरेछु चप्पल लाएर ठिक गरेछु साथीहरू यहाँ हाम्रो भान्जी हुनुहुन्छ कस्तो चिसो भयो तर चिसो चिसो झरेन होला मजा आएको छैन ए तर केटै केटा रहेछ त तर के केटा माथि चाहिँ कता ए केटा रहेछ चिची चाहिँ नभए नि लाज लागेको छ भने ए होइन केटीहरू पनि खेलिरहेको छ 2-3वटा पो रहेछ यहाँ एउटा रहेछ हो ओ यहाँनिर 2टा त्यो बिरामी हुन्छ बिरामी छ तर यो पानी चाहिँ कहाँबाट आएको हो त यो त होइन होइन यो आएको गर्छु कि त्यो एउटै पानीमा सबैजना खेल्नु बग्दैछ त पानी साले उहाँ जुमेको पानी पो भनेको त हौ जम्दा हो हेर्नु न अब यस्तो पानी त कसले खान्छ होला यहाँ त्यस्तो रहेछ साथीहरू हेलो हनुमानजी हेलो कस्तो हेलो हेलो कस्तो पनि बिजोक छ बिचरा मेरो छोरीको बिजोक यहाँ चाहिँ के पाउँछ सिक्वा ल मन परेन मन परेन भन्छ तँलाई केही छैन अरू पनि राम्रो लागेन ल हो केही त छैन मन परेन अरे साथीहरू झन् मेरो साथीहरूले सबैलाई राम्रो होस् भनेर लिएर आएको त त्यो त पर हो केराबारी बजारमा हो ए त्यहाँ होइन यो नयाँ ठाउँ साथीहरू अब चाहिँ हामी फाइनली गेम खेल्न हालेको छौँ खेल्ने बाटीमा चाहिँ हामी कस्ता म भान्जी धन्सा पऱ्यौँ अरू चाहिँ नकिने रे अरू भनेको ला मेरो म र मन नपरेको भन्दै का दिदी त्यतिकै झ्याउ लागेर ओ उ त्यहाँ चाहिँ कतिको छ गहिरो खोइलो डुब्की हानिहाल्न जम्प ल चिसो रहेछ पानी ल छिटो जम्प होइन अहिले भिजेपछि भिडियो चाहिँ कसले भन्नु आम्बो कुदेको खेलेको कुदेको पानी आम्बो वा भैँसी हाल खेले जस्तो देखिरहेको यही वरिपरि छ नि त
बहिनी गलिसक्यो गाइस हामी चाहिँ खेल्दा खेल्दा हैरान भयौँ मलाई टाउको दुख्नु थाल्यो तर चिसो भयो डिनार त लगाइसक्यो कस्तो लाग्दो छ तिमीलाई पानी खेल्न मजा आयो पानी खेल्ने मजा आयो खोल जस्तो मजा आयो सर नआउने एकदम हेलो लेडिजहरू टाउको दुःख साथी तर ला यसमा त दबाई हाल्ने थियो क्या हो है पानीमा हामी लास्ट टाइम हाम्रो स्विमिङ पुल जस्तै साथीहरू भर्खर भर्खर निर्माण भएको यिनीहरू नखेल्नेलाई चाहिँ कोही कस्तो लाग्यो हामीलाई चाहिँ एकलट मजै आयो टाउको छिरेपछि मजा आयो क्या टाउको फेरि यहाँको पानी अलिक तलको चाहिँ पानी तातो रहेछ अनि हामी अलिक सेकेन्डमा गएकोमा चाहिँ चिसो थियो क्या मान्छेको रापले पनि तताइसक्यो होइन त्यो तल भएर होला कि मजा चाहिँ मजै आयो साथीहरू त्यस्तो नभन अब यो कहाँ 100 रुपियाँ स्विमिङ पुलमा कहाँ 500 700 800 लिन्छ कति लिन्छ अरे ठिकै त हो बच्चाको 150 350 300 रुपियाँ होला हौ 350 भन्दा अलिक ज्यादा होला के ओसियन पार्कमा पाउँछ ए हो ओसियन पार्कमा हामी गएको थियौँ एकपल्ट ल है साथीहरू यही पानीमा खेलेर आइयो बाटो चाहिँ यस्तो छ ल अब छिटो 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 त्यही भएर चप्पल लाउनुको फाइदा चाहिँ यस्तो हुन्छ क्या के थाहा यहाँभित्र पनि यस्तो पसेर जानुपर्ने हाम्रो त्यो मैले चाहिँ भान्जी केराबारी अर्को देखाएको नि त्यस्तै होला भनेर त्यही होला अनि यति बेला त झन् त्यहाँ पानी हुनुपर्ने त भान्जी टिका मिस्टे केराबारी भनेर अहिले कहाँ पुग्नु भयो केराबारी नै सोचेँ क्या के पाउँछ दिदी हो ल यहाँ चाहिँ लोकलै साथीहरू लोकल हजुर प्योर लोकल यहाँ चाहिँ आन्टीले चप पनि बनाउनु हुँदै रहेछ ए याक्टुङमै हुनुहुँदो रहेछ अनि यहाँ पनि रहेछ यो चाहिँ के तपाईँहरूकै घरको हो ए चुपै जाले म त ला डढेछ अलिक तर के पो भएर कलर पनि चाखौँ न त मान्छे खान्न अनि हाल्छु धेरै पो कलर हाल्छ ए प्याजी कसा 41 तर यसको लागि थोरै सानो आगो बनाउनु पर्दो रहेछ हौ लोकल भाइब साथीहरू जोखा राख्नुभएको हो चाख्छु ला तिमीले अनि किन भएन 2 केजी राख्नु पर्छ मलाई यो लानु पर्छ ए के भयो त म त एउटा पनि खाएँ 2 केजी ल्याएको छ किरा छैन नि खेल्छ यो आँप चाहिँ अर्ग्यानिक हो साथीहरू त्यही भएर हामी त नदै छैन खोस्टा के खालौँ हौ अब चाहिँ हामी यहाँ आलु चप प्याजी खाएर घरतिर पेगी
यो बाटो खत्तम छ नि त साथीले चाहिँ अब स्कुटी निकाल्छ तर बाटो चाहिँ एकदम खत्तम छ कसरी निकाल्छ है ब्याक गरेर निकालेको हुन्थ्यो होला हौ बरु ब्याक गरेर निकाल्नु सफल भएको छ है हाम्रो पम्किन चाहिँ देखिरहेको छु नि अलिअलि चाकमा साथीहरू मैले लाइसेन्स निकालेको के को लागि त यत्तिकै लागि हेर्नु त गाह्रो भयो ल साथीहरू आलुचप त खायो आलुचप पनि निकै थियो तर त्यो के भन्छ ऊ चाहिँ अलिकति गनाएको पछिबाट मलाई गनाएको मलाई वास्ता भएन तिमीहरू भनेको सुनेर मलाई राम्रो पर्छ वास्ता भएन मलाई वास्ता भएको थिएन प्याज त दुईवटा खायो वास्ता भएको थिएन दिदीले भनेपछि चाहिँ वास्ता भयो क्या डाक्टर अलिक खाइदियो धन्साले आँप खुवाएको डाक्टर हल्को हेलो गाइस अहिले चाहिँ हामी पानी खेलेर पनि आइसक्यौँ अनि दिदीले चाहिँ पानी पनि खेलेन टिकाले पनि खेलेन किन नखेलेको पानी भन्दै त मलाई पानीको फोबिया छ नि त डर लाग्छ दिन लाग्यो हो तँलाई पानीसँग त जमेको पानी जस्तोमा त थुपारेर सबै खेलेको खोरी थियो नि पानी सटापट्टा खोरी अब खोरी त त्यस्तो सोच्नु भएन नि साथीहरूले होइन आज मैले एक्स्ट्रा लगेको थिइनँ नि त त्यसरी एक्स्ट्रा त त्यही नि खास त्यहाँ पानी भनेर हामी गएको होइन खास सेकुवा भनेर चाहिँ गएको सेकुवा खानुभएको साथीहरू आम्मा सो एनिवे जेसुकै होस् मलाई चाहिँ रमाइलो भयो धन्सालाई पनि रमाइलो भयो होइन यस धन्सा चाहिँ ब्याक क्यामेरामा छ अब के गर्नु बिचरा फोटो छाड्दैछ अनि हामीलाई चाहिँ रमाइलो भयो एकछिन चाहिँ टाउको पनि दुखे जस्तो भयो अब भान्जीहरूलाई चाहिँ हामीले उतै छोड्यौँ दबाई त अब लायो होला नि भान्जीहरूलाई चाहिँ उतै छोड्यौँ अब त्यहाँ यहाँ चाहिँ हामी हल्का चिसो खानु मात्रै छिरेको अब यिनीहरूलाई भोक लाग्यो अरे त्यही भएर मेरो चाहिँ नानी रुइसक्यो हामी पिर परिसक्यो सो आजको लागि यति नै हाम्रो भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट गरिदिनु होला नराम्रो भए पनि हेरिदिनु होला सपोर्ट गरिदिनु होला भन्दै आजको लागि बाई 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 भन गाइस बाई बाई ओके बाई बाई खत्म बाय बाय टाटा गुड बाय गया साथीहरू हेर्नु कस्तो ब्लेम आयो म बाई गरिसकेको थिएँ यहाँ हेर्नु न म त कस्तो तनाव भयो यिनीहरूले यहाँनिर चिसो पोखायो कि अनि मैले बाई बाई गर्नु लगाएर अरे उनीहरूको फोन पनि भिज्यो अरे साथीहरू मलाई कस्तो टेन्सन हुन्छ यार यस्तो मलाई ब्लेम गरेन म त्यस्तो चाहन्छु टिका भन्दा नचादा नचले होइन बसेको छैन मैले बसेरै कभर छ होला बस्दैन क्या अनि मैले गर्दा उनीहरूको फोन भिज्यो अरे मैले गर्दा उनीहरूको चिसो मेरो मोबाइल लगेर झुकेको छ धारामा अनि मलाई मेरो अनि मलाई टेन्सन भयो साथीहरू भाइ म झन् सबैलाई बाई बाई गरौँ अब भिडियोमा आउँदैन बाई बाई घाममा ए अब चाहिँ सोचेर आएको उठाउनु पर्ने रहेछ ल साथीहरू आजको लागि यति नै के कस्तो लाग्छ लाइक कमेन्ट गर्न नभुल्नु होला भन्दै आजको लागि बाई बाई बाँकी अरू भ्लगमा बाँकी अरू भ्लगमा भन्दै बाई 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 ल बाई बाई